के तपाईँलाई थाहा छ तपाईँको भान्सामा पाक्ने चामल, तपाईँको गोजीमा भएको 100 रुपैयाँको नोट र यो देशको परराष्ट्र नीतिबीच एउटा गहिरो सम्बन्ध छ। आज हामी राजनीति होइन, भू राजनीति र तपाईँको गोजी वालेटको कुरा गर्नेछौँ। संसारको नक्सामा नेपालको स्थान हेर्नुहोस्। उत्तरमा एउटा आर्थिक महाशक्ति छ, दक्षिणमा अर्को उदयमान महाशक्ति छ। यस्तो संवेदनशील भूगोलमा जब जब नेपालको परराष्ट्र नीति र राजनीति अस्थिर हुन्छ, त्यसको पहिलो असर सिधै आम नागरिकको मुहङ्गी र कर ट्याक्सेसमा पर्छ। इतिहासको एउटा तथ्य हेरौँ। हिजो राज संस्थाको पालामा कूटनीति कति स्थिर थियो। राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव राख्दा 116 देशले समर्थन गरे। त्यो केवल एउटा राजनीतिक नारा थिएन, त्यो बाहिर शक्तिहरूको सौन्य र आर्थिक दबावबाट नेपालको अर्थतन्त्रलाई जोगाउने कूटनीतिक कवच थियो। त्यति बेला वैदेशिक ऋणको भार पनि यति धेरै थिएन। कल कारखाना, औजारहरू कारखानाहरू, महेन्द्र राजमार्ग, कृषि औजार कारखाना, वीरगञ्ज चिनी कारखाना जस्ता उद्योगहरू आफ्नै जगमा चलेका थिए। यसले गर्दा नेपाली रुपैयाँ बलियो थियो र देश आत्मनिर्भरतर्फ जाँदै थियो। तर आज कूटनीति अस्थिर हुँदा के भयो त? हरेक 5 वर्षमा सरकार फेरिन्छ। एउटा सरकार आउँदा एउटा अन्तर्राष्ट्रिय सम्झौता हुन्छ, अर्का हुँदा त्यो रोकिन्छ। यसले गर्दा विदेशी लगानीकर्ताहरू डराउँछन्। जब देशमा अस्थायी र दीर्घकालीन नीति हुँदैन, तब वैदेशिक ऋण र ब्याजको भार बढ्छ। अनि त्यो देशको ऋण कसले तिर्छ? सरकारले होइन। त्यो ऋण तिर्नका लागि तपाईँ हामीले खाने नुनदेखि बोक्ने फोनसम्म सबैमा कर ट्याक्सेस थपिन्छ। आज देशको आर्थिक सङ्कट र युवा पलायनको मुख्य कारण नै यही हो, अस्थिर कूटनीति हो। बेलायत वा जापान जस्ता विकसित देशहरूले यो कुरा शताब्दीौँ पहिले बुझेका थिए। त्यहाँ चुनाव हुन्छ, प्रधानमन्त्री फेरिन्छ, तर देशको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा थाम्ने एउटा स्थायी संस्था हुन्छ, संवैधानिक राज संस्था, जसले गर्दा बाहिर शक्तिहरूले त्यहाँको अर्थतन्त्र र कूटनीतिमा सजिलै खेल्न पाउँदैनन्। लगानी सुरक्षित हुन्छ र अर्थतन्त्र बलियो रहन्छ। हामीलाई राजाको निरङ्कुश शासन चाहिएको होइन। हामीलाई त नेपालको अर्थतन्त्र, कूटनीति र तपाईँको गोजीलाई सुरक्षित राख्न, बाहिर चलखेल रोक्ने एउटा स्थायी अभिभावक चाहिएको हो। सोच्नुहोस् त, 5 वर्षमै नीति फेरेर महँगी बढाउने अस्थिर सरकारहरू कि देशको कूटनीति र तपाईँको गोजीलाई सुरक्षा दिने एउटा स्थायी राज संस्था?